टप 3 फुल्की स्पोट इन बुटवल। फर्स्टमा छ हाम्रो कालिका नगरमा रहेको उलाला स्पेशल फुल्की चाट सेन्टर। उहाँहरू 18 वर्षदेखि आफ्नो ठेलामा फुल्की बेच्दै आइराख्नु भएको थियो र अहिले आफ्नै सटरमा अपग्रेड गर्नु भएको रहेछ। बुटवल हुनुहुन्छ भने यहाँको फुल्की मस्ट ट्राई नै गर्नुपर्ने हुन्छ है। हेलो नमस्ते, म ट्राफिक चौक फोन स्टोर्सदेखि राज सिंह। यो हाम्रो ट्राफिक चौकको ठ्याक्कै लस्सी कफी खाने ठाउँमा अनि जुन ड्याडिज फुड ट्रक लाग्छ त्यहाँ हाम्रो सप छ। हामी कहाँ सबै ब्रान्डको फोनहरू पाउन सक्नुहुनेछ तपाईँ। सँगै हामीले 0% ब्याज दरमा चाहिँ सबै फोनहरू अभाइलेबल गराउँछौँ। त्यसमाथि ग्याजेट्स फोनहरू रिपेयर सबै फिक्स गर्छौँ हामीले। हस्, धन्यवाद। सेकेन्ड फुल्की स्पोट भाटबटेनीमा रहेको प्रकाश चाट भण्डार। उहाँहरू 60-70 वर्षदेखि पारी बुटोलमा फुल्की बेच्दै आइराख्नु भएको रहेछ। उहाँहरू नै बुटोलमा पहिलो फुल्की बेच्ने हुनु रहेछ। यसैले बुटोलमा फुल्कीको क्रेज बढेको रहेछ। यसपछि लागम हाम्रो थर्ड स्पोट अमरपथमा रहेको सबैको फेभरेट रमाशङ्कर चाट कर्नर। उहाँहरू पनि लगभग 40 वर्षदेखि बुटोलमा फुल्की बेच्दै आइराख्नु भएको रहेछ। उहाँ बुटोलमा छिट्टै पपुलर हुनुको कारण चाहिँ उहाँहरूको मसला चाहिँ सबै होममेड नै हुन्छ। त्यही भएर यहाँ मान्छेहरूको भिडभाड असाध्यै हुन्छ। अब छिट्टो यो भिडियो आफ्नो फुल्की पार्टनरलाई सेयर गर्नु र कमेन्टमा आफ्नो फेभरेट फुल्की स्पोट कमेन्ट गरिदिनु होला।